आफ्नो शासनको आधारशिला खवासले फौजको मनोबल हौसला उच्च राख्नुका साथै द्रुत गति कोसिसाथ आदेश पालना गर्ने बानीको विकास गराउँछ। खवासले अतिथि तथा जवानमा आवश्यक पर्ने शारीरिक तन्दुरुस्ती, सहनशीलता, एकरूपता, तनाव, आकर्षित प्रेम, सद्भाव, नेतृत्व र सामूहिक भावनाहरू विकास गराउँछ। यसैले फौजी जीवनमा खवास आदरणीय अतिथि महानुभावहरू, नेपाली विविधतामा फुलेका सयौँ थुङ्गा फुलहरू, कुम्लिएका हरेक रङहरू एउटै सूर्यमा एकाकार भए जस्तै आज सशस्त्र प्रहरी बल नेपालको एउटै मालामा गाँसिएका छन्। एउटै ताल अनि एउटै तालमा अघि बढिरहेका छन्। यी सबै पाइलाहरू एउटै ग्रहण गरिरहेका छन्। अहिलेको दीक्षान्त कवास प्रमुख अतिथिमा अभिवादन गर्दै अगाडि बढिरहेको छ। कवास र सम्मान गरिरहनु भएको छ प्रशिक्षार्थी सशस्त्र जवान नितेश कुमार शाह। त्यसै गरी नम्बर 1 सेमका कमान्डर प्रशिक्षार्थी सशस्त्र जवान पक्ष राई भएको छ। त्यसै गरी नम्बर 2 सेम प्रमुख अतिथिमा अभिवादन गर्दै अगाडि बढ्दैछ, जसको कमान्डर हुनुहुन्छ प्रशिक्षार्थी सशस्त्र जवान सुरज कुमार शाह। त्यसै गरी प्रशिक्षार्थी सशस्त्र जवान सुरज कुमार आले मगरको कमानमा नम्बर 3 सेम नयाँमा नेपाल तिमीलाई संसारले राम्ररी बनाउला हो। विजयले यही भन्दैछ, यो स्पन्दनले यही भन्दैछ, यो ढोलको आवाजभन्दा पुरो धकिरहेको यो मुटुले यही भन्दैछ, यो श्वासको श्वासले यही भन्दैछ।
वायु परीक्षक 1 जना, सशस्त्र प्रहरी नागरिक परीक्षक 1 जना, सशस्त्र प्रहरी निरीक्षक 3 जना, सशस्त्र प्रहरी नायब निरीक्षक 2 जना, सशस्त्र प्रहरी सहायक निरीक्षक 2 जना र अन्य गर्दा 21 जना गरी जम्मा 30 जनाको निरीक्षकहरू खनिनु भएको बेहोरा समेत जानकारी गराउन चाहन्छु। धन्यवाद अतिथिज्यूहरू। अब शब्दोच्चारणद्वारा शपथ ग्रहण गराइदिनु हुन यस शिक्षालयका निष्ठा प्रतिबद्धता सहित प्रतिज्ञा गर्छु र ईश्वरको नाममा शपथ लिन्छु कि नेपालको शान्ति सुरक्षा र सुव्यवस्था कायम गरी जनताको जीवधन र स्वतन्त्रताको संरक्षण गर्न नेपालको संविधानप्रति पूर्ण निष्ठावान रही आफ्नो सम्पूर्ण योग्यता ज्ञान र विवेकले भ्याएसम्म आफ्नो कर्तव्यलाई भय पक्षपात लोभ माया वा द्वेष भावना नराखी पालना गर्नेछु। धन्यवाद। 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 सम्पूर्ण अतिथिज्यूहरू आसन ग्रहणका लागि पुनः निवेदन गर्दछु। अहिले दीक्षान्त कवासका कवास कमान्डर अन्तिम कवास प्रदर्शन तथा कार्यक्षेत्र प्रदेशको लागि